कोनिचिवा ओ र दे पार्टिकल। आज चाहिँ मैले तपाईहरुलाई ओ र दे पार्टिकल कसरी सजिलै दुईटा छुट्याउन सकिन्छ भनेर एकदम छोटो र सरल तरिका सिकाउन गइरहेको छु। एकदमै इम्पोर्टेन्ट पार्टिकल भएकोले ध्यान दिएर हेर्नु होला। जस्तै ओ र दे छ। दे भनेको मा बाट भन्ने जनाउँछ भने ओ चाहिँ साइलेन्टले गर्दछ। जस्तै दे यो चाहिँ प्लेस खोज्छ क्या। दे पार्टिकलले चाहिँ के खोज्ने त प्लेस खोज्ने हो भने ओ ले चाहिँ के भनेर मैले लेखेको छु वाट। वाटको जवाब नाउन भयो भने ओ लाग्छ भनेर सम्झिनु हो भने धेरै सजिलो हुन्छ। जस्तै के त यहाँ पनि त्यसमा तपाईले दे लागेको छ, यहाँनेरि ओ लागेको छ। कुन अवस्थामा दे प्रयोग गर्ने, कुन अवस्थामा ओ प्रयोग गर्ने, एकदमै सजिलो छ। ताबेमास भनिन्छ। ताबेमास भनेको खान्छु। के खाने त गोहान। खानेकुरा के खाने खाना। खानेकुरा खान्छु। खानेकुराको नाम आयो भने चाहिँ के लाग्छ त ओ लाग्छ। खानेकुराको नाम आयो भने के लाग्ने भयो त ओ गोहान ओ ताबेमास। अरु अब ब्रेड खान्छु हैन, जे अगाडि खानेकुराको नाम आउने बित्तिकै पार्टिकल के लाग्ने भयो त ओ हैन। जस्तै पिउँछु, अब के पिउनुहुन्छ ड्रिंक्सहरुको यहाँ नाम आउने बित्तिकै के लाग्ने भयो त ओ। अरु नाउन आयो भने ओ युज गरिदैन हैन। पिउँछु के पिउँछु त के पिउनुहुन्छ जस्तै नोमिमोनो भन्नु। नोमिमोनो ओ नोमिमास। ओसाके ओ नोमिमास। जुसु ओ नोमिमास। यसरी पिउने कुरा हो के को जवाफ आयो नि त न भने के लाग्दो रहेछ त ओ। त्यसै गरी ताबेमास। अब दे चाहिँ कस्तो ठाउँमा लाग्छ भन्दा अब प्लेस। खान्छु कहाँ खाने त कहाँको जवाफ खोज्नु पर्यो। खान्छु कहाँ खाने त भन्दा रेस्टुरेन्टमा। रेस्टुरेन्टमा भन्दा रेस्टुरेन्ट दे ताबेमास। अब तपाईले यहाँ ओ लाउने बित्तिकै खान्छु के खान्छु त रेस्टुरेन्ट। रेस्टुरेन्ट खान्छु भन्न मिल्छ त मिल्दैन। कहाँ खाने रेस्टुरेन्ट भन्दाखेरि चाहिँ के लाग्यो त दे। यसरी नै भर्ब पछाडि आउने भर्बमा अगाडि के त के को जवाफ आयो भने हो लाग्छ भने कहाँको जवाफमा नाउन छ भने दे को प्रयोग गर्न सकिन्छ। पिउँछु कहाँ पिउने त ठाउँको नाम आउने बित्तिकै के लाग्यो त दे। जस्तै कहाँ पिउनुहुन्छ त भन्दा जस्तै कफी सबलाई के भन्छ त किस्सा टेप। कफी सपमा पिउँछु। अब कफी सपमा पिउँछु भन्दा अब पिउँछु के पिउँछु त कफी सप भन्न मिल्यो त मिलेन। कहाँ को जवाफ आयो भने चाहिँ दे, के को जवाफ आयो भने ओ। यसरी सरल तरिकाले तपाईले सम्झाउन सक्नुहुन्छ। जस्तै काम गर्छु छ। काम गर्छु हातारा किमास। कहाँ काम गर्ने त भन्दाखेरि जस्तै होटलमा काम गर्ने भन्नु पर्यो भने होतेरुदे हातारा किमास। होटलमा काम गर्छु। अब यहाँ हातारा किमास यसको अर्थै के हो त काम गर्छु भनेर। काम गर्छु के मिल्ने नाउन आउँछ त आउँदैन हो। यसको हातारा किमास चाहिँ यसैले नाउन भर्ब दुईटैको काम गर्छ। त्यसैले यस्तो हातारा किमास को अगाडि के भनेको जवाफ आउँदैन। त्यही भएर यस्तोमा चाहिँ ओ पार्टिकल युज गरिदैन। काम गर्छु कहाँ प्लेस मात्रै आउँछ। काम गर्छु के जवाफमा नाउन हुँदैन। त्यही भएर यस्तो चाहिँ के त ओ पार्टिकल लाग्ने चाहिँ हातारा किमासमा हुँदैन। त्यही भएर कहाँ ओ लाग्छ कहाँ लाग्दैन। जस्तै गर्छु भन्ने छ सिमास के त गर्छु के गर्नुहुन्छ त काम सिगोतो। यस्तोमा चाहिँ के लाग्छ त ओ सिगोतो हो सिमास। गर्छु के सिगोतो। यसमा चाहिँ सिगोतो सिमास काम गर्छु भिन्दा भिन्दै छ भने यसमा चाहिँ एकै ठाउँमा हुन्छ हातारा किमास। यसैले काम गर्छु अर्थ जनाउँछ। त्यसैले यस्तोमा चाहिँ पार्टिकल युज गर्न पाइँदैन। त्यही भएर जुनसुकै मासको पनि के त नाउन चाहिँ के को जवाफ आयो मिल्ने आयो भने चाहिँ ओ लाग्छ, नभए प्लेस आयो भने चाहिँ दे लाग्छ। अब तपाईले यहाँनेरि ओ लगाउने बित्तिकै के हुन्छ त रेस्टुरेन्ट खान्छु भन्ने अर्थ लाग्छ है त। यसरी सजिलै फरक छुट्याउन सकिन्छ। अरु पनि केही पार्टिकलहरु कन्फ्युज छ भने भन्न सक्नुहुन्छ। हस्त गम्मती कुदासाई।